2 महिनाभन्दा बढी भयो होइन। तर याद गर्नु, यो वरिष्ठ सञ्चारकर्मीहरू, सञ्चार उद्यमीहरू र सम्पादक साथीहरू भएको यो भेलामा म एउटा क्लु तपाईँहरूसँग सेयर गर्न चाहन्छु। त्यो के भने 2 महिनाभन्दा बढी अवधि मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ, तर मुलुकका प्रधानमन्त्रीले एउटा पनि संवाददाता सम्मेलनको आयोजना गर्नुभएको छैन, एउटा पनि सम्पादकहरूसँग अन्तर्क्रियाको आयोजना गर्नुभएको छैन। र हेलो साथीहरू, एकैछिन अगाडि हेरिदिनु होला, म धेरै बेर तपाईँहरूलाई बोर गर्दिनँ अघि भनेको छु। त्यो हुनाले मुलुकले एउटा पनि, मुलुकको प्रधानमन्त्रीले एउटा पनि संवाददाता सम्मेलनको आयोजना गर्नुभएको छैन, सम्पादकहरूसँग अन्तर्क्रिया गर्नुभएको छैन। यसले के, यदि बिहानीले दिउँसोको सङ्केत गर्छ भन्ने कुरा यदि हामी मान्छौँ भने मलाई लाग्छ हामीले संशय राख्नुपर्ने, हामीले शङ्का गर्नुपर्ने, हामीले कहीँ न कहीँबाट हामी कुन बाटो हिँड्न थाल्यौँ भनेर शङ्का गर्नुपर्ने ठाउँ यहीँबाट सुरु हुन्छ। तपाईँहरूलाई म निवेदन गर्न चाहन्छु, म अनलाइन खबरको प्रधान सम्पादकको रूपमा काम गरिरहेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभयो। एकपटक होइन, त्यो पनि 2 पटक। 2 पटक संसद विघटन गरेको विपक्षमा हामीले बलियो गरी सम्पादकीय लेख्यौँ र के भन्यौँ हामीले भन्दाखेरि यो संविधान कुल्चने काम हो र संविधानको दायराभन्दा बाहिर गएर गर्नुभएको काम हो, यो नयाँ संविधानले तपाईँलाई यो अधिकार दिँदैन भनेर हामीले आलोचना गऱ्यौँ। र नभन्दै सर्वोच्च अदालतले उहाँका फैसलाहरू उल्टाइदियो, उहाँका आदेशहरू उल्टाइदियो, उहाँका कदमलाई उल्टाइदियो र मुलुकमा नयाँ खालको एउटा वातावरण बन्यो। मैले यो उदाहरण तपाईँहरूसँग किन सेयर गरिरहेको छु यहाँ भने त्यति गर्दाखेरि पनि मैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चाहेको 12 घन्टाभित्रमा, केही घन्टाभित्रमा म उहाँसँग भेट्न सक्थेँ। भेटेर भलै उहाँ मप्रति चर्को असहमति राख्नुहुन्थ्यो, भलै उहाँ हामीले दिइरहेको हाम्रो विचारसँग, मेरो पत्रिका मैले लिड गरेको अनलाइनको विचारसँग उहाँको चर्को असहमति थियो, तर पनि हामी उहाँसँग अन्तर्क्रिया गर्न पाइरहेका थियौँ। अर्को इक्जाम्पल, मुलुकले 1 दशकभन्दा बढी भोगेको माओवादी विद्रोह, त्यो विद्रोहप्रति हामी बहुत कठोर गरी प्रश्नहरू गर्थ्यौँ। त्यो विद्रोहको सिद्धान्तप्रति नै हाम्रो असहमति थियो, तर पनि ती विद्रोही नेताहरूलाई हामी 1 दिन 2 दिन वा 3 दिनभित्र विद्रोहका चरणमा समेत हामी भेट गर्ने हैसियत राख्थ्यौँ। मैले थोरै इक्जाम्पल, तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाको बारेमा मैले धेरै भनिरहेन, उहाँलाई भेट्न मुस्किलै हुन्थ्यो, तर पनि के भने उहाँ के सोचिरहनु भएको छ भन्ने कुराको जानकारी पाउन हामीलाई कुनै गाह्रो थिएन। मैले यी दृष्टान्तहरू राखेर तपाईँहरूसँग के निवेदन गर्न खोजेको भने मुलुक अहिले कता गइरहेको छ, के मैले अहिले चाहँदा आगामी केही दिनभित्रमा म मुलुकको प्रधानमन्त्रीलाई भेटेर आफ्ना प्रश्नहरू राख्न सक्छु? वर्तमान प्रधानमन्त्रीलाई तपाईँ पार्लियामेन्ट किन नआउनु भएको हो भनेर सोध्ने मेरो माध्यम के हो? सोसल मिडिया। र वर्तमान क्याबिनेटका एकजना मन्त्रीले एउटा व्यवसायीको खुट्टो भाँच्छु भनेको अवस्थाको बारेमा, खुट्टो भाँच्छु भनेर दिइरहेको विचारको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँको के विचार छ भनेर मैले सोध्न नपाउने? त्यो मेरो संवैधानिक हक हो कि होइन? जसरी मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूलाई संविधानको एउटा धाराले प्रधानमन्त्री भनेर चिन्छ, यही संविधानका अरू धाराले मुलुकको 4औं अङ्गलाई तिमी सधैँभरि राज्यमाथि प्रश्न गर भनेर अधिकार दिएको छ। के संविधानको एउटा धारा क्रियाशील हुँदा अर्को धारा डिफङ हुन सक्छ? त्यो कारण म सबै तपाईँ मिडिया, सञ्चार उद्यमी र संवाददाता, सम्पादक साथीहरूलाई के कुरा सेयर गर्न गइरहेको छु यहाँ भने यो मामला हामीले बालेन शाह सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न नपाएको मुद्दा होइन। हामी मध्ये धेरैलाई लागिरहेको छ पत्रकारलाई किन भेटिरहनु परेको अहिलेको प्रधानमन्त्रीज्यूलाई। वास्तवमा मुलुकका वर्तमान प्रधानमन्त्रीज्यूलाई सम्पादकहरूले भेट्नु पर्यो, संवाददाताहरूले भेट्नु पर्यो भनेर गरिने प्रश्न चाहिँ प्रधानमन्त्रीज्यूलाई भेट्न पाउन भनेर होइन, यो मुलुकको संविधानको क्रियाशीलताको प्रश्न हो। संविधानको एउटा धारा मार्फत उहाँ प्रधानमन्त्री हुनुभएको हो भने संविधानका बाँकी धाराहरूले प्रेसलाई उहाँमाथि प्रश्न गर्ने अधिकार दिएका छन्। यो संविधानको कार्यान्वयनको मुद्दा हो। त्यो भएको हुनाले आज हामी जुन मामलाको बारेमा जसरी छलफल गरिरहेका छौँ, यो छलफल गर्दा कता कता हामी सञ्चारकर्मी साथीहरूलाई पनि लागेको हुनसक्छ कि हामीले प्रधानमन्त्री भेट्ने कुरा, वर्तमान सरकारलाई भेट्ने कुरा सरकारले एउटा विज्ञापन दिएन त दिएन होइन, मन्त्रीज्यूले खुट्टो भाँच्छु भन्नुभयो त भन्नुभयो, किन हामी त्यत्रो ठुलो आतङ्कित भइरहेका, हामीलाई किन त्यत्रो बिघ्न शङ्का लागिरहेको, हाम्रो मनमा यो कुरा आउनसक्छ। तर रियालिटी त्यो होइन। रियालिटी चाहिँ वर्तमान संविधानको
वर्तमान संविधानले गरेका व्यवस्थाहरूको पालनाको कुरा हो। त्यही कारण सरकारले संवाददाताहरूको प्रश्नको सामना हरदम गरिरहनुपर्छ, सम्पादकहरूको प्रश्नको सामना हरदम गरिरहनुपर्छ। त्यो सम्माननीय प्रधानमन्त्रीज्यूको इच्छाको कुरा होइन, त्यो उहाँको संवैधानिक बाध्यता हो। किनभने यो मुलुकले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई जुन संवैधानिक रूपमा ग्यारेन्टी गरेको छ नि, त्यसको अर्थ के हो? तिमी हरदम सत्ता वा शक्तिलाई प्रश्न गरिराख भनेको। सत्ता र शक्तिलाई फेसबुक मार्फत लाइक गर, भाइरल कन्टेन्टमा तिमी पनि कमेन्ट गर्दै सहभागी हौ भनेको होइन। प्रेस भन्नाले यो मुलुक संविधान, कानुन र वैधानिक संरचनाले एउटा प्रक्रिया पुरा गरेर निर्माण भएको अङ्ग भनेर जान्न छ। त्यो हुनाले मैले यति पृष्ठभूमि राखेर तपाईँहरूसँग के निवेदन गर्न खोजेको भने कता कता हामीलाई पनि कन्फ्युजन होला, किन प्रधानमन्त्री भेट्न यस्तो, प्रधानमन्त्री आएर बोलिरहनु पर्ने कुरासँग किन यस्तो जोड गर्या, सरकारले विज्ञापन दिएन त दिएन, के भयो त, उसको कुरा हो नि त भन्ने हामीलाई लाग्ला। यसको बारेमा म यो सन्दर्भमा आउँछु र म अलिकति तपाईँहरूलाई एउटा मेरो प्रस्तुतिको सूत्रबद्ध कुरा राख्न चाहन्छु। अहिले चाहिँ हामी प्रविधि, समाज र अर्थतन्त्रको चेपुवामा छौँ। सबभन्दा पहिले हामीलाई प्रविधिले असाध्यै ठुलो हामी जुन परम्परागत बाटो हिँडिरहेका थियौँ, हामी हिँडिरहेको परम्परागत बाटोमा एउटा प्रविधिले ठुलो हामीलाई चाहिँ चुनौती सिर्जना गरेको छ। नयाँ प्रविधि मैत्री हुनुपर्ने चुनौती छ। सूचना प्रविधिका कारण पाठक, दर्शक र श्रोताहरू आज आफै सानो ठुलो मिडिया भएका छन्। प्रकारान्तरले मिडिया आफ्नै पाठक, दर्शक र श्रोतासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छ। सम्झिनु त, 5 वर्ष 6 वर्ष अगाडिसम्म तपाईँले आफ्नो सञ्चार माध्यममा लेखेको समाचार र सम्पादकीय टिप्पणीमाथि पाठक, दर्शक र श्रोताहरूका प्रतिक्रियाहरू आउँथे। तिनै प्रतिक्रियाहरूलाई कुन हदमा समावेश गर्ने वा नगर्ने भन्ने निर्णय तपाईँ गर्नुहुन्थ्यो। अर्थात् करिब करिब एक किसिमले भन्ने हो भने मिडियामा तपाईँको एकाधिकार थियो। आज सिचुएसन के छ? तपाईँले हिजो पाठक, दर्शक र श्रोता भनेर जसलाई ठान्नुहुन्थ्यो, तिनीहरूसँग आज तपाईँ सञ्चार माध्यम, आफ्नो सञ्चार माध्यम मार्फत प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा हुनुहुन्छ। मैले यो बताइरहेको कुरा अलि ठुलो सङ्ख्या फलोअर भएका, अलि ठुलो सङ्ख्या चाहिँ फलोअर भएका चाहिँ फेसबुक वा ट्विटरमा चाहिँ ठुलो सङ्ख्या फलोअर भएका चाहिँ नेताहरूको हैसियत अहिले एउटा प्रभावकारी सञ्चार माध्यमभन्दा बलियो हुन पुगेको छ। त्यो हुनाले चाहिँ यो नयाँ सिचुएसन हामीलाई चाहिँ प्रविधिले सिर्जना गरेको छ। त्यसमाथि सञ्चार क्षेत्रमा एआई प्रविधिको पछिल्लो प्रवेशले सूचना र विचारमा मात्रै होइन, मिडियाको अर्थतन्त्रमाथि समेत पहुँच गुन्ने अवस्था निर्माण हुँदै गएको छ। अब धेरै साथीहरूलाई अघि बताइसक्नुभयो, म अहिले प्रविधि, समाज र अर्थतन्त्रको बारेमा मात्रै कुरा गर्छु। यहाँ देश विदेशका सन्दर्भहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय एक्जाम्पलको बारेमा धेरै कुराहरू आइसकेका छन्। म साथीहरूलाई त्यता लाँदिनँ, तपाईँ गम्भीर भएर सोधिदिनु होला। अब तपाईँले दर्ता गर्दैमा कुनै एउटा अनलाइन, तपाईँले दर्ता गर्दैमा कुनै एउटा रेडियो, तपाईँले दर्ता गर्दैमा कुनै एउटा पत्रिका र टेलिभिजन अब चल्नेवाला छैन। किनभने एआई यति बलियो गरी त्यसले प्रवेश गरिरहेको छ। अब मैले हिजो मात्रै एउटा कन्टेन्ट पढिरहेको थिएँ। अब एआईले के चाहिँ थाहा पाउनु हुँदैन भन्ने बारेमा छलफल गर्न सुरु गर्नु पर्यो सञ्चारले, नत्र संसारमा यो जोखिम रोकेर रोक्न नसकिने भयो भनेर चाहिँ एआईका एक्सपर्टहरू अहिले चिन्तित छन्। म यो भाषा फेरि दोहोऱ्याउँछु, एआईले के चाहिँ थाहा पाउन नदिने व्यवस्था गर्नु पर्यो, नत्र के हुने भयो? आणविक भट्टीको पासवर्डदेखि तपाईँ र मेरो ब्याङ्क एकाउन्टको पासवर्डसम्म कसलाई थाहा हुने भयो? आफू बाहेक। यसले ल्याउन सक्ने जोखिम के छ? अनि यसले हामी आज मिडियाको अर्थतन्त्रको कुरा गरिरहेका छौँ। मलाई लाग्छ यसले त समाजको अर्थतन्त्र डामाडोल बनाउँदैछ। त्यो हुनाले मैले यहाँ सबभन्दा पहिलो कुरा के राख्न खोजेको भने प्रविधिले हामीलाई दिइरहेको च्यालेन्जको बारेमा हामी सबभन्दा पहिले जानकार हुनु पर्यो। हामी धेरैले प्रविधिलाई वास्ता गरिरहेको देखिँदैन। मोबाइल सेल्फी खिच्न सजिलो छ, तर हामीले सेल्फी खिच्दा खिच्दै यसले हाम्रो जीवनको सेल्फी खिचिदिने खतरा छ। हामीले ध्यान दिइरहेका छैनौँ। हाम्रो संस्थाको अर्थतन्त्रको सेल्फी यसले खिचिदिइसक्छ। अब त्यो हुनाले टेक्नोलोजीको बारेमा हामी अपडेट हुनुपर्ने चुनौती हाम्रो अगाडि छ। यसले के गर्यो त? समाजलाई सूचनामा पहुँच राख्न सहज अवस्था छ। विभिन्न माध्यमबाट हातै फोनमा उपलब्ध हुने सूचना र विचारका कारण परम्परागत मिडियाले के लेख्यो मात्रै होइन, के लेखेन भनेर समेत बलियो प्रश्न गर्ने विकल्प अब समाजसँग छ। यसरी सूचना र विचारको बाढी आएको अवस्था छ भने
परम्परागत मिडियाले पाठक, राजस्व र विश्वसनीयता गुमाइरहेका छन्। यसबाट सञ्चार माध्यमको मानक समेत भत्किँदै गएको छ। हामीले एकैचोटि विज्ञापन मात्रै होइन, अघि हामी बडो विज्ञापन भनेर कुरा गरिरहेका छौँ। विज्ञापन मात्रै होइन, हामी यही चरणबाट अगाडि बढ्ने हो र हामी परिवर्तन नहुने हो भने कुनै दिन यस्तो दिन आउनेवाला छ हामी विज्ञापनले पनि हामीलाई ठेक्दैन। किनभने विश्वसनीयता हाम्रो सबभन्दा ठुलो कुरा हो। सम्झिनु त, कुनै बेला हामीलाई कहाँ विज्ञापन थियो र? तपाईँ पञ्चायतसँग लडेको पुस्तालाई राम्ररी थाहा छ, बहुदलीय व्यवस्था आएपछि पत्रकारिता गर्ने पुस्तालाई बडो राम्ररी थाहा छ। मैले लामो समय हिमाल खबर पत्रिकामा संवाददातादेखि सम्पादकसम्म भएर काम गरेँ। कहिल्यै मलाई म संवाददाता हुँदा मेरो सम्पादकले तपाईँ यो स्टोरी लेख्नुहोस्, यसले हिमाल अलि बढी बिक्छ होला कहिल्यै भन्नु भएन र मेरो मनमा कहिल्यै त्यो चेतना आएन। र म सम्पादक हुँदा मैले मेरो रिपोर्टरलाई असाइन गरेको स्टोरीमा यो स्टोरी भएदेखि मेरो पत्रिका बढी बिक्थ्यो होला भनेर मैले कहिल्यै सोच्नु परेन। तर आज हामी प्रत्येक मिडिया उद्यमीको मनमा के छ? के यो समाचारले मेरो स्टोरी मेरो कन्टेन्ट बिक्नेवाला छ? अझ तपाईँ हामी प्रत्येक व्यक्तिका अहिले आफ्नै युट्युब र अरू बाँकी सोसल मिडियाहरूमा हामी सोसल मिडियालाई चाहिँ मोनिटाइजेसन गरेका छौँ भने हाम्रो ध्यान केमा जान्छ? त्यस हुनाले हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ। दुईटा कारणले मैले दुईटा चिज यहाँहरू समक्ष निवेदन गरेँ, प्रविधि र समाज। समाज के भइसकेको छ भने म समाजको नकारात्मकको कुराको बारेमा अहिले आउँदिनँ, तर अहिले समाजले पाइरहेको यो प्रविधिका कारण पाएको जुन उपहार छ, यो उपहारले चाहिँ के भयो भने एकछिन कल्पना गर्नुहोस् त, प्रत्येक सम्पादक, संवाददाता र मिडिया उद्यमी साथीहरू, केही वर्ष अगाडिसम्म तपाईँको घरको अवस्था के थियो? त्यो घरमा सबभन्दा धेरै पावरफुल सूचनादाता तपाईँ हो कि होइन? तपाईँले लगेर कुनै कुरा सुनाएपछि मात्रै तपाईँका घरका परिवारका अरू सदस्यहरू सुसूचित हुन्थे। आज तपाईँको घरको अवस्था के छ? म व्यक्तिगत कुरा खोतलेर तपाईँलाई लज्जित बनाउँदिनँ। तपाईँको श्रीमती यदि आर्थिक मामिलामा चासो राख्ने हुनुहुन्छ भने तपाईँको अनलाइनले समाचार लेखेको पढेर उहाँले के भन्नुहुन्छ भने त्यो नेपाली पैसाले 3 दिन अगाडि लेखेको स्टोरी हो भनिदिनुहुन्छ उहाँले। अर्थात् यो हाते फोनका कारण हाम्रो परिवार, समाज सबै यति के अरे इन्फर्म सोसाइटी निर्माण हुँदै आयो कि त्यसले चाहिँ के गर्यो भन्दाखेरि सम्पादक भन्ने तत्त्वको, सम्पादक भन्ने पदको, सम्पादक भन्ने संस्थाको जुन त्यो नलेजमा भएको जुन त्यो एकाधिकार थियो त्यो गुम्यो। र आज तपाईँलाई मेन्सन गरेर संसारको जुनसुकै कुनाबाट कसैले पनि गरेको प्रश्न तपाईँ जवाफ नदिइकन बस्न पाउनुहुन्न। तर याद गर्नु त, 1 दशक अगाडिसम्म के थियो? तपाईँले छापेको कन्टेन्टमाथि आएको पाठक पत्र पनि कति छाप्ने, कुन रूपमा छाप्ने, कुन शीर्षक दिएर छाप्ने भन्ने निर्णय तपाईँकै हातमा थियो। अर्थात् यो एकाधिकार हामीले गुमाएका छौँ। र अब यसले के गर्यो त भन्दाखेरि हाम्रो सञ्चार संस्थाभित्र चाहिँ धावा बोल्यो। अहिले म यता आउनु अगाडि हिजो एउटा ठुलो सञ्चार संस्थाको पब्लिसरसँग मैले एकछिन कुरा गरेको थिएँ। अहिलेको आर्थिक अवस्था के छ भन्दा मैले बडो राम्रो सूत्रबद्ध रूपमा मलाई भनिदिनु हो, 6 वर्ष यता प्रिन्ट माध्यमहरू दिनौँ प्रत्येक वर्ष कमभन्दा कम विज्ञापन अङ्कको विज्ञापन छाप्न बाध्य छन्। रेडियो टेलिभिजनको त के छ भन्दाखेरि प्रति वर्ष 20% भन्दा बढीले आम्दानी घटिरहेको छ। यो राजधानीको कुरा। रेडियोहरू कसरी सर्भाइभ हुने भन्नेमा छन्। अब तिनको राजस्व अङ्क र त्यो के भन्छ कमाइको गणना हुन छोडेको छ। तिनीहरू टिक्नु नै ठुलो कुरा हो। अब अनलाइनहरू म तपाईँहरूलाई सुनाउँछु। हातमा गर्न सकिने, हातका औँलामा गर्न सकिने राजधानीका ठुला भनिएका अनलाइनहरूको कुरा हो यो। तपाईँलाई म यो आधिकारिक इन्फर्मेसन भन्दैछु। 3 वर्ष यता तिनको कमाइ स्थिर छ, तर खर्च उचालिएको छ। यो असन्तुलन तिनले सामना गर्नु परिरहेको छ। यो हुनाले यसले समग्र हाम्रो मिडियाको आर्थिक स्वास्थ्यको अवस्था बताउँछ। अनि याद गर्नु त, राष्ट्र ब्याङ्कको इन्फ्लेसन रेटको बारेमा मैले बताइरहनु पर्दैन, महँगीको दर कसरी बढेको छ भन्ने। 5 अङ्ककै उच्च नभए कम्तीमा पनि 6 अङ्क 6 अङ्कको तलब
नभए पनि 5 अङ्कको उच्च अङ्कको तलब नपाइकन अब कुनै पनि संवाददाता र सम्पादकहरू सर्भाइभ गर्न सक्ने स्थिति छैन। तर मिडियाको अर्थतन्त्र त्यसरी ओह्रालो लागेको छ भने यो अवस्थामा हाम्रो इकोनोमिक हेल्थ के छ भन्ने कुरा प्रश्न हुँदैन र? त्यो हुनाले अब यसमाथि पनि अझ संविधानको भावनाको हिसाबले भन्ने हो भने त एकदमै गैर लोकतान्त्रिक काम सरकारले गरेको छ। अघि विज्ञापनको बारेमा छलफल हुँदा धेरै वक्ताहरूले बोल्नुभयो, तर मलाई अझै पनि त्यसमा गम्भीर कुरा के लाग्छ भने त्योभन्दा पनि गम्भीर प्रश्न एउटा छ। नेपालबाट निक्लिने सबै सञ्चार माध्यमहरू यो राज्यका मिडिया हुन्। यहाँ सरकारले सरकारी र प्राइभेट भनेर विभाजन गर्न खोजेको छ। कम्तीमा सञ्चारकर्मी र सञ्चार उद्यमी साथीहरू यो विभाजनमा नपर्नु होला। हामी सरकारी र प्राइभेट होइनौँ, हामी यो राज्यका मिडिया हौँ। लोकतन्त्रका लागि हामीले के अरे चिन्ता गर्नुपर्ने, नागरिक अधिकारका लागि मिडियाले गम्भीर हुनुपर्ने र भ्रष्टाचार, अनियमितता र व्यथिति मेहनतपूर्वक लेखेर चाहिँ उजागर गरेर सरकारलाई सहयोग गर्नुपर्ने मिडिया चाहिँ के ती मिडियाहरू यो राज्यका मिडिया होइनन्? कसो यिनलाई सरकारी भनिएन हिजो? मेरो विचारमा त गैर सरकारी भन्ने मिडियै हुँदैन। किनभने तपाईँ हर कदम, हर इस्यु, हर मुद्दामा यो राज्यलाई सहयोग गरिरहनु भएको छ। सुशासन ल्याउनका लागि, जवाबदेही शासन व्यवस्था ल्याउनका लागि, लोकतान्त्रिक प्रणाली ल्याउनका लागि। अनि मिडिया कसरी सरकारी र गैर सरकारी हो? त्यस हुनाले यहाँ गम्भीर इस्यु के हो भने विज्ञापन दिने वा नदिने होइन, विज्ञापन अधिकार हो। र म तपाईँहरूलाई एउटा सिद्धान्त पनि सेयर गर्छु। सञ्चार माध्यमले विज्ञापन पाउनु सञ्चार माध्यमको अधिकार हो, सरकारको निगाह होइन। को दिने वा नदिने भन्ने निर्णय गर्ने हो, त्यसलाई वितरण गर्ने व्यवस्थित कार्यविधि बनाउनुहोस्, हामी त्यो मान्छौँ। तपाईँले न्यायोचित आधारमा बनाएको कार्यविधि हामीलाई मान्य छ। हामी अघि त्यही कारण मैले भने नि, मिडिया खोलेकै भोलिपल्ट म विज्ञापन माग्न जाँदा मलाई नदिनुहोस्, ठिक छ। किनभने अर्को एउटा मेरो दाइ औषधि पसल चलाउनुहुन्छ भने उहाँले औषधि पसल खोलेको भोलिपल्टै केही सुविधा त पाउनुहुन्न नि त। त्यो कारण मैले चाहिँ पाउनुपर्छ भनेर धेरै जिद्दी मैले गर्नु पनि हुँदैन। तर तपाईँ यो देशको विज्ञापन प्रणालीलाई कसरी व्यवस्थित गर्न चाहनुहुन्छ भनेर मापदण्ड बनाउनुहोस्, त्यो हामीलाई स्वीकार्य छ। तर तपाईँले मापदण्डमा भेदभाव गर्न चाहिँ पाउनुहुन्न। मलाई लाग्छ हाम्रो विज्ञापनको, हाम्रो मिडियाको इकोनोमिक हेल्थ बलियो बनाउनका लागि र हाम्रो संविधानले कोरेको जुन दायरा हो, जुन लोकतान्त्रिक एउटा प्रक्रिया हो, त्यो लोकतान्त्रिक संविधानले निर्माण गरेको जुन संरचना हो, त्यो संरचनाभित्र हामीले प्राप्त गर्नुपर्ने कुरा यही हो। त्यो हुनाले कहिलेकाहीँ हामीलाई पत्रकार साथीहरूलाई, खास गरी सञ्चार उद्यमी साथीहरू धेरै भएको हुनाले म यहाँ निवेदन गर्न चाहन्छु, एउटा चिजमा हामी कन्फ्युजन हुनु हुँदैन। यो संविधानका हामी उपभोक्ता मात्रै होइनौँ, यो संविधान निर्माण प्रक्रियाका स्टेक होल्डर हौँ हामी। यो संविधान निर्माणमा हाम्रो पनि स्टेक छ र यो संविधान निर्माणका पछाडिको जुन एउटा राजनीतिक अन्तर्वस्तु निर्माण गर्ने, कन्टेन्ट निर्माण गर्नका लागि भएको जुन के अरे मुभमेन्ट छ, त्यो मुभमेन्टमा हाम्रो पनि लगानी छ। त्यो हुनाले कतै राज्य सरकार वा सत्तालाई प्रेस चाहिँ वर्तमान संविधानको एउटा निष्क्रिय उपभोक्ता मात्रै हो भन्ने लागेको छ भने मलाई लाग्छ उनलाई चेत खुलाउनुपर्छ हामीले। हामी यो संविधानका निष्क्रिय उपभोक्ता मात्रै होइनौँ, स्टेक होल्डर हौँ। त्यो हुनाले कहीँ न कहीँ यो मिडिया र विज्ञापनको हकमा पनि यही कुरा लागु हुन्छ। हामीले मागेको होइन, हामी माग्नेको। अनि के यो देशको राजस्वको वितरण प्रक्रिया चाहिँ माग्ने र दिने हुन्छ? को दिने? त्यही कारण यहाँनिर हामीले संवेदनशीलता अपनाउनु पर्ने कुरा के छ भने यो हाम्रो राइट हो। तिमी कार्यविधि बनाऊ, कानुन बनाऊ, नियम बनाऊ र न्यायोचित वितरण गर, त्यो हामीलाई मान्ने छ। हामीले पनि यति चाहिँ भन्नुपर्छ। र मलाई अर्को एउटा चिज चाहिँ कता कता मेरो हुन्छ, मलाई अर्को एउटा चिज चाहिँ साथीहरूलाई मलाई भन्नु मन लागेको एउटा चिज छ। विचार गर्नु त, हामीले यो यस्तो अवस्था भोगिरहेको बेला नि, पछिल्लो तपाईँ हाम्रो चरणमा, म 35 वर्षदेखि छु होइन, यहाँ धेरै साथीहरू मभन्दा धेरै अगाडिदेखि हुनुहुन्छ, दाइ हुनुहुन्छ, झन्डै 4 दशक बढीदेखि। हामीले एउटा चिज कहिले पनि ख्याल गरेनौँ मेरो विचारमा, अथवा ख्याल गरे पनि कोही साथीहरूले कहीँ व्यक्त गरेको मैले सुनेको छैन। पछिल्लो 30-35 वर्षको अवस्थामा नेपाली समाजमा म्यासिभ
एकदमै ठुलो मात्रामा एउटा परिवर्तन आएको छ। त्यो परिवर्तन हामीले राम्ररी केलाएर बुझेनौँ कि? त्यो बुझेको भएदेखि कतै न कतै हामी योभन्दा प्रभावशाली हुन्थ्यौँ, योभन्दा कहीँ न कहीँ हामीले हाम्रो रोल चाहिँ कहीँ न कहीँ निकै कमजोर भइसकेपछि मात्रै हामीले थाहा पायौँ कि भन्ने मलाई लाग्छ। मैले यो पत्रकारितामा पिएचडी गरिरहेका त्रिभुवन विश्वविद्यालयका साथीहरूले एउटा त्यहाँ चाहिँ मलाई एउटा गेस्ट लेक्चरको रूपमा बोलाउँदाखेरि मैले त्यहाँ पनि एउटा यो कुरा सेयर गरेको थिएँ। मलाई लाग्छ पछिल्लो 30-35 वर्षमा नेपाली समाजमा हेऱ्यो भने 3वटा महत्त्वपूर्ण परिवर्तन भएका छन्। तपाईँहरूलाई यो लाग्छ कि लाग्दैन? म तपाईँहरूलाई नै यो प्रश्न छोडिदिन्छु, एकछिन सम्झिनुहोस् त। के हामी यो हलमा बसेका मान्छे आफ्ना बुवा आमाले जोडेको थात थलोमै हुर्किएका छौँ? मलाई लाग्छ धेरै ठुलो सङ्ख्या बुवा आमा सबै बसाइ सरेर आएका छन्, अथवा धेरै ठुलो सङ्ख्या आफ्नो थात थलोमा छैनौँ, नयाँ थात थलोमा सङ्घर्ष गरिरहेका छन्। त्यो हुनाले जब मान्छे नयाँ थात थलोमा पुग्छ र नयाँ ठाउँमा पुगेर सङ्घर्ष गर्न थाल्छ, त्यसले त्यो मान्छे हिजो परम्परागत ठाउँमा बसेको भन्दा बढ्ता चलायमान हुन्छ, बढ्ता गतिशील हुन्छ। बढ्ता चलायमान र गतिशील भएन भने के हुन्छ भन्दाखेरि त्यो सर्भाइभ गर्न सक्दैन नयाँ ठाउँमा। त्यसले गर्दा कहीँ न कहीँ मान्छेको मनोविज्ञान बदलियो। मेरो विचारमा म पहिलो कुरा बताइरहेको छु, जुन चाहिँ के हो भन्दाखेरि हामी थात थलो फेरिएको ठाउँमा छौँ धेरै ठुलो सङ्ख्या। र दोस्रो कुरा भनेको हाम्रो हातमा यो हाते फोन आयो। यसले के गर्यो भन्दाखेरि मलाई छिनछिनमा अपडेट हुने सुविधा प्राप्त भयो। म छिनछिनमा अपडेट हुने सुविधाले गर्दाखेरि मेरो अवधारणा चाहिँ विगतको वर्षमा मैले 1 दशकमा प्राप्त हुने सूचना र त्यो सूचना पर्गेलेर गरिने विश्लेषण भन्दा अहिलेको 1 वर्षको अपडेट मेरो त्योभन्दा माथि हो। किनभने म नयाँ नयाँ सूचनासँग निरन्तर खेलिरहन पाउने भएँ, त्यो सुविधा मलाई प्राप्त भयो। भलै यसको अर्को पाटो छ कि म ती कति सही सूचना पाइरहेको छु, ती सूचनाहरू कति सही छन्, त्यो अर्को पाटो छ। दोस्रो कुरा भने मैले। र तेस्रो कुरा भनेको चाहिँ नेपाली डायस्पोरा। नेपाली मिडियाले साह्रै कम प्राथमिकता दिएको इस्यु भनेको नेपाली डायस्पोरा पनि हो। अर्थात् आधिकारिक विवरणमा पनि मुलुकको 30 देखि 50 लाख जनसङ्ख्या देश बाहिर छ। मुलुकको 30 देखि 50 लाख जनसङ्ख्या देश बाहिर हुँदा समाजमा के उथल पुथल आउँथ्यो भन्ने कुरा चाहिँ हाम्रो आदरणीय रवि लामिछानेजीले पार्टी खोलिदिएपछि मात्रै हामीले थाहा पाउनु चाहिँ हामी असाध्यै ढिलो भइसकेका थियौँ। किनभने डायस्पोराले मुलुकमा राजनीतिक दल निर्माण भयो। डायस्पोराको जगमा राजनीतिक दल निर्माण भएर त्यो दलले 4 महिनामा 20 सिट जित्यो। हाम्रो भैँटोमा घाम लागेन, हामीले थाहा पाएनौँ। त्यति मात्रै होइन, त्यसको 1-1.5 वर्षपछि झन्डै 2/3 सिट जित्यो। तब मात्रै हामीलाई लाग्यो कि यसको त अर्को पाटो पनि रहेछ भन्ने। त्यो हुनाले मैले तपाईँहरूसँग 3टा चिज निवेदन गरेँ। एउटा आन्तरिक ठुलो बसाइसराई, दोस्रो प्रविधि र तेस्रो डायस्पोरा। यी 3 चिजले हाम्रो समाजलाई कसरी गतिशील बनाएर बदल्यो भन्ने कुरा थाहा नपाउँदाखेरि मलाई लाग्छ हाम्रो सञ्चार कर्म धेरै हदसम्म पछि पर्यो। किनभने यी चिज हामीले यदि बेलामा थाहा पाएको भए सम्भवतः हामीले समेत नयाँ रणनीति बनाउन सक्थ्यौँ। याद गर्नु त, डायस्पोरामा काम गर्दा गर्दै निधन भएको श्रमिकको डायस्पोरामा काम गर्न जाँदाखेरि ऋण लिएका कारण त्यो ऋण तिर्न नसकेर चाहिँ घरखेत बेचेर बाबुआमा हिँडेका श्रमिकका बाबुआमाको कथा हामीले कति लेख्यौँ। हामीले लाज मान्नु पर्दैन साथीहरू। मलाई त्यो सुविधा प्राप्त थियो खोज पत्रकारिता केन्द्रमा हुँदा। अघिल्लो पटक यहाँ गल्फमा चाहिँ जुन वर्ल्ड कप भएको थियो, कुन देशमा? कतारमा वर्ल्ड कप भएको बेला बनेको रङ्गशाला, जुन विश्व चर्चित रङ्गशाला छ, त्यो रङ्गशाला बनाउने क्रममा चाहिँ एक नेपाली श्रमिक चाहिँ त्यो रङ्गशाला बनाउँदै हार्ट एट्याक भएर निधन भएका ती श्रमिक, जसको निधन भएका कारण उनका छोराछोरी चाहिँ बाल श्रमिक भएर सिराहामा चाहिँ काम गरिरहेका थिए। 2 जना फ्रान्सेली पत्रकारले यो क्लु थाहा पाए र नेपालको 1 जना स्थानीय पत्रकारको सहयोगमा त्यो 3 जनाले भएर चाहिँ करिब 1.5 महिना लगाएर गरेको त्यो रिपोर्ट पछि मैले अनलाइन खबरमा चाहिँ नेपाली भर्सन छाप्ने मौका पाएँ। मैले यो एक्जाम्पल तपाईँहरूसँग किन सेयर गरिरहेको छु एउटा भने हामीलाई त वर्ल्ड कपको रमाइलोमा कसले कति गोल हान्यो भन्ने कुरा हेरेर चिया गफ गर्न पुगेको थियो। तर हामीले कहिले के ती रङ्गशाला बनाउने क्रममा नेपाली श्रमिकको हात छ कि छैन, त ती नेपाली श्रमिकका लालावालाको कथा के छ भन्ने बारेमा कहिले कन्टेन्ट लेख्नका लागि हामी गम्भीर भयौँ। त्यसको इनसाइड स्टोरी छ भनेर चाहिँ सोच्नका लागि हामीले त्यो प्रोफेसनल स्किल डेभलप गर्न हामी सिन्सियर भयौँ। अनि तपाईँ र मेरो मिडिया कसले किन पढिदिनु पर्ने?
अनि तपाईँ गम्भीर आर्थिक सङ्कटमा पर्दा म बडो गम्भीर किन हुनुपर्ने? त्यो हुनाले हाम्रा साह्रै धेरै पाटाहरू छन्। मैले कुनै बेला गोर्खापत्रमा शरदचन्द्र योस्तीले लेखेको एउटा क्याप्सन सम्झिन्छु। भूकम्प पीडितलाई को राहत बाँडेर आउँदा नि आफ्नो घर लडेको भूकम्प पीडित बहुत गम्भीर हुन्छ, तर उसलाई राहत दिएर फर्किएको ट्रक ड्राइभर पनि उत्तिकै गम्भीर हुनुपर्छ भन्ने छैन। उहाँले लेखेको यो क्याप्सन म बडो मजाले सम्झिन्छु। तपाईँ र म असल कर्मद्वारा पत्रकारिता नगरेर आर्थिक सङ्कट सामना गरिरहेका छौँ भने तपाईँ र मलाई हेर्ने मान्छे पनि उत्तिकै गम्भीर भइदिनुपर्छ? पर्दैन। हामीले हाम्रो कर्मको रिभ्यू गर्नुपर्छ। त्यो हुनाले मेरो चाहिँ निवेदन के हो यसमा भन्दाखेरि, हामीले राज्यसँग लड्ने, समाजसँग लड्ने, हामीलाई एक्लो बनाउने, हामीलाई कमजोर बनाउने तत्त्वसँग लड्ने काम हाम्रो निरन्तर जारी रहनुपर्छ। तर यसो भन्दैमा हाम्रा तमाम कमजोरीबाट हामीले छुट पाउनुपर्छ भन्ने होइन। हामी प्रोफेसनल नहुने, अब साह्रै धेरै भनौँ भनेर नभनिदिनु होला, मलाई पनि भनेको हो। अहिले हाम्रा अधिकांश न्युज, प्रेस काउन्सिलको हाम्रो जविन्द्रजी यहीँ हुनुहुन्छ, हाम्रा मेजोरिटी न्युजहरू चाउचाउ जस्तै छन्। एकजना स्थानीय प्रदेश प्रमुखको सल्लाहकारले न्युज ड्राफ्ट गर्नुहुन्छ र एउटा ग्रुप मेल सिर्जना गरिएको हुन्छ। ग्रुप मेलमा त्यो न्युज आउँछ र भोलिपल्ट सबै पत्रिकामा त्यही न्युज आउँछ, सबै अनलाइनमा त्यही न्युज आउँछ, रेडियोमा ध्यानपूर्वक सुन्नुहोस् त्यही न्युज पढिन्छ। यो चाउचाउको जुन तरिका छ नि, सजिलो गरी तुरुन्तै एकैछिनमा उमालेर खाने, यसले हामीलाई मकै भटमास रोप्नलाई प्रेरित गरेन, जसले गर्दा पौष्टिक खानेकुराबाट हामी वञ्चित हुँदै आयौँ। त्यो हुनाले जबसम्म यो चाउचाउ पत्रकारिता कायमै रहन्छ, तपाईँले विज्ञापन पाउनुभयो कि भएन भन्ने इस्यु मलाई लाग्छ गौण हुन्छ। त्यो हुनाले समग्रमा म अन्त्यमा के निवेदन गर्न चाहन्छु भने, पत्रकार महासङ्घको अभिलेखले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरू प्रत्येक वर्ष बढिरहेको देखिन्छ। हामीमाथि प्रविधिले, समाजले र अर्थतन्त्रले बडो चेपुवामा पारिरहेको छ। हामी त्यसको चेपुवामा छौँ, यो रियलाइज गर्नुपर्छ हामीले। तर यति रियलाइज गर्दा गर्दै पनि हामीले एउटा कुराबाट भाग्नु हुँदैन, त्यो भनेको पत्रकारिता, त्यो भनेको व्यावसायिक पत्रकारिता, त्यो भनेको योभन्दा अझ राम्रो पत्रकारिता। योभन्दा अझ राम्रो पत्रकारिता हामीले नगर्ने हो भने मलाई लाग्छ यी समाज, अर्थतन्त्र र विज्ञापन, समाज, प्रविधि र विज्ञापन चाहिँ हामी समाप्त हुने बाहना मात्रै हुनेछन्, तर हामी चाहिँ समाप्तै हुनेछौँ। त्यो भएका कारण मलाई आज पनि तपाईँहरूसँग निवेदन गर्न मन लागेको कुरा के हो भने, योसँग लड्ने बलियो तरिका भनेको राम्रो पत्रकारिता हो, गुणस्तरीय पत्रकारिता हो र असल पत्रकारिता हो। यो मार्फत नै हामीले चाहिँ च्यालेन्ज गर्नुपर्छ। अन्तिममा एउटा एक्जाम्पल सेयर गरेर म मेरो कुरा सक्छु। 58 साल मङ्सिर 8 गते माओवादीले घोराई ब्यारेकमा हमला गरे। त्यो हमला गरिसकेपछि हिमालको तत्कालीन विशेष संवाददाताको रूपमा त्यसको 6-7 दिनपछि म दाङ पुगेको थिएँ। दाङ पुग्दा तपाईँहरूलाई सुनाउँछु, सिडिओ कार्यालयको आगो त राम्ररी निभिसकेको थिएन र म त्यहाँ 3 दिन बस्दा मलाई सहभागीहरूले यति डिटेल कुरा सुनाउनु भएको थियो कि उहाँहरूलाई सकस के परेको थियो भने अब चन्द्रमा देख्न पाइने हो कि होइन, किनभने साँझ नपरी कर्फ्यू लाग्थ्यो र हामी हाम्रो घरको छतबाट मात्रै चन्द्रमा हेर्नुपर्ने अवस्थामा अब कति समयसम्म हामी सीमित हुने भयौँ भनेर उहाँहरूका गुनासाहरू सुन्नु पर्थ्यो। र त्यहाँको युगबोध दैनिक पत्रिकाले चाहिँ त्यो कालखण्डपछि दाङले कस्तो सकस बिहोरिरहेको छ भनेर सम्पादकीय लेखेको थियो। मैले हिमाल खबर पत्रिकाको तर्फबाट त्यहाँ गएर चाहिँ 3-4 दिन लगाएर मैले त्यो स्टोरी गरेँ र पछि फर्केपछि हिमालले पनि राम्रो स्पेससहित आधार शिविर दाङ भनेर त्यो स्टोरी छापे। मैले यो उदाहरण बडो आफूले गरेको बडो तपाईँहरूसँग सानोतिनो फुर्तिकै भाषामा यो कुरा किन सेयर गरेको भने, पत्रकारिता कुनै बेला साँच्चीकै पत्रकारिता थियो, तर आज हो भने मलाई लाग्छ सम्भवतः यति धेरै अल्छी मैले गरिसकेँ कि मैले दाङको रिपोर्टरलाई 2टा फोटो र त्यहाँ भएको के थियो भन्ने कुराको लाइभ र त्यहाँका 8-10 जना मान्छेले हमला हुँदाखेरि के लेखे भन्ने कुरालाई अपडेट गर्ने र रिसेन्ड गर्ने, रियाक्ट गर्ने काम बाहेक सम्भवतः आज भएको भए त्यसको रिपोर्ट म के लेख्थेँ होला। मैले यो विगत सम्झाएर तपाईँहरूसँग निवेदन गर्न खोजेको के कुरा भने, पत्रकारिता त्यति सजिलो पेसा होइन जहाँ हामी अहिले सोचे जति सजिलो मानिरहेका छौँ। त्यो भएका कारण हामी
योभन्दा कठोर मेहनत गर्ने, योभन्दा राम्रो पत्रकारिता गर्ने, योभन्दा जवाबदेही पत्रकारिता गर्ने अभियानमा सहभागी हौँ। बाँकी मुद्दाहरू क्रमशः हल हुँदै जानेछन् र त्यो भयो भने असल पत्रकारिताले एक दिन यी च्यालेन्जहरूलाई जित्नेछ। तर हामी असल पत्रकारिता नगरेर च्यालेन्जहरूलाई मात्रै अगाडि सार्यौँ भने चाहिँ अन्तिममा पुनः दोहोऱ्याउँछु, प्रविधि, समाज र अर्थतन्त्रले हामीलाई झन्झन चेपुवामा पार्दै लानेछ। हस्, धन्यवाद।